भाइनी मलाई भनेको कि बहिनीलाई भनेको कुनै कहिले नदेखेको भाइनी सिङ्गामारी च्यानल लाइन केटिया हो को हो यो केरा कलरको लुगा लाउने भाइनी सिङ्गामारी च्यानल लाइन केटिया हो के भनेको बुझ्ने बोला न त्यसो भए हरियो लाउने गेजा जस्तो कलरको लुगा भएको भाइनी तिमी भने चाहिँ सिङ्गामारी च्यानल लाइन केटिया हो यसलाई चाहिँ बुझेन यो के बोलेको है मेरो घर त उहीँ हो जान्छु म त अब जान्दिनँ यो बाटो यो के भाषा बोलेको है इङ्गाली बोलेको इङ्गाली के है इङ्गाली भनेको इङ्ग्लिस सादी नेपाली इङ्गाली ओ बहिनी उयो त बेडी क्याप्टन जस्तो जस्तो छ त हेर त अनाहेर त्यस्तै लाग्यो कि हुनु पनि क्याप्टन 4-5 नहराएको थियो यसलाई सिधै सोधौँ ल त्यो त क्याप्टन होइन तेरो बेडीले मैले चिने हो तर अर्कै भएको छु अहिले के भएको थियो तँलाई फुस्के क्या हो मलाई खासमा के भएको थियो भन्दा चाहिँ नि सुन्ने फुर्सद छ खासमा चाहिँ म इङ्ल्यान्ड गएको थिएँ अङ्ग्रेजी बोल्नु इङ्ग्लिस बोल्नु आउँथेन प्लेनमा आदि सिक्दै जाँदा बल्ल म इङ्ल्यान्ड पुगेँ तर मलाई खेदिदियो मैले त्यहाँ जाँदा आदि नेपाली पनि बिर्सेँ तर आदि इङ्ग्लिस सिकेँ त्यही भएर म इङ्ग्ल्यान्डी बोल्ने भएको आदि इङ्ग्लिस आदि नेपाली भाउजू यसलाई अलिक फुस्काइदिने कसरी मैनी हजुर त कति थाक्नु भएको होला एकछिन पर्खिनुहोस् ल बहिनीले चिया लिएर आउँदैछ होला तर छिटो है म जानुपर्छ नि सिङ्गामारी च्यानल लाइन लिनुहोस् चिया खानुहोस् अरे थ्याङ्क वाट थ्याङ्कवाद चाहिँ के हो थ्याङ्क यू र धन्यवाद मिलाएर थ्याङ्क वाट हुन्छ तपाईँले खै मलाई तपाईँको संस्कार छैन वेलाउनुहोस् भनेको खै वेलाउनुहोस् भनेको वेलाउनुहोस् गुड बुझ्नुभयो किन बुझेको एक्टिङ गरेको तिम्रो भाषा नबुझी किन बोलेको थियो आन्टा वेलाउनुहोस् भनेको वेलकम भनेको एग्रिकल्चर नलेज इज डेन्जरस ओके थ्याङ्क वाट फर द टी के भयो अना त काचक कुचक पार्नु भयो त चिया खाएर त थुइया यस्तो के चिया दिएको तपाईँको बहिनीले आमामामा यस्तो पनि कहिले चिया हुन्छ नुनिलो ननुनिलो गरी मुड जस्तो गनाएको जस्तो लाग्यो पक्ला सुन तँलाई त नि तल चिया घारीबाट नि अर्जिनल पो दिएको त त्यहाँ अब चियापत्तीको रुखमा कुकुरले मुत्छ स्यालले मुत्छ साँपले मुत्छ मृगले मुत्छ अन्त त्यही त त्यस्तै टेस्ट आएको हो नि अर्जिनल हो नि त अर्ग्यानिक थ्याङ्क वाट अरे धन्यवाद थ्याङ्क वाट मलाई अझै दिनु सक्नुहुन्छ म पैसा दिन्छु बडा यसलाई अझै एक बोतल ल्याइदिउँ है A few moments later. लिनुहोस् अम्बो यस्तो टाइम लगाएको के अन्त चिया पकाउनु तताउनु टाइम लाग्दैन बुझे आल्छ के भनेको त्यो भनेको चाहिँ त्यो चाहिँ अल राइट र हुन्छ भनेको इज्जत छ आल्छ बहिनी खोक्टामा केही लाने बानी छैन पर्ख म तिमीलाई केही कुछ दिन्छु न पैसा यो मेरो पैसा लिनुहोस् पर्दैन हात थापी पर्दैन भन्दैछौ लैजाऊ प्लिज के हो यो पनि पैसा हो भाउजू हेर्नुहोस् त के दिएको यसले खै हेरौँ आधी नेपालको पैसा आधी इन्डियाको पैसा आधी यो खै जर्ज किङको लिप्पन भएको पैसा त्यो मेरो करेन्सी पर्सनल करेन्सी आधी इङ्ग्लिस आधी हिन्दुस्तानी आधी नेपाली इङ्ग्ल्यान्डी ट्यानी करेन्सी बिकज आई एम इङ्ग्ल्यान्डी ट्यानी एनिवेज बाई बाई टाटा तपाईँहरूलाई धेरै थ्याङ्क वाट
ल ल बाई 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 त्यो बोतलको चाहिँ नबिर्सी खा ल हुन्छ 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 म सबै खान्छु बाई बाई टाटा 2 days later को हो यति बेला चाहिँ म अबे त्यो पक्ला क्याप्टनको स्वर जस्तो छ त मलाई पनि त्यस्तै लाग्यो छ त हौ आउँदा हुँदैन फेरि राम्रै बोल्दैछ त आउने दिम ल त्यसो भए आउँदिनु ल भाउजू आऊ भित्र आऊ ए भाउजू नमस्ते सुन न यो एउटा कोसली ल्याइदिएको थिएँ तपाईँलाई अबै पर्दैन थियो त बसौँ न यहाँ तपाईँहरूलाई त म धेरै धेरै धन्यवाद टुक्राउन आएको नि हौ के चाहिँ थियो त्यस्तो तिमीले कोसेली पनि लिएर आयो यो त राम्रै भएछ त है फेरि आम्मामामा भाउजू अस्ति यो बहिनीले मलाई उयो दिएको थियो नि त्यो अर्ग्यानिक चिया खानु त खाएँ मैको दामी रहेछ नि आम्मामा म त हेर्नुहोस् त्यो खाएर सुतेर 2 दिन बाद होस् आयो कि त्यहाँदेखि त छलङ्गै भयो त्यहाँदेखि पो याद आएको त मलाई त म त यस्तो उस्तो यस्तो ए भनेपछि तिमीले डल्लै खायौ हजुर खाएँ त कस्तो राम्रो नि आम्मा म त जाति भयो अन्त हाम्रो धेरै धेरै धन्यवाद ल ल चाहियो भने भन ल हामी दिइहाल्छ नयाँ चिया आएको छ कि अझै स्ट्रङ छ हुन्छ त्यसमा म भोलि आएर लान्छु ल धेरै धेरै धन्यवाद है तपाईँहरूलाई चाहिँ भुइँ म बाँचेँ सन्जु मैले त तिमीलाई त्यो मात्रै मिला भनेको थिएँ त तिमीले त अर्को पनि मिलाएको थियौ क्याउ के मिलाएको थियो नि थुकहरू हो आफूको पनि मिलाएको थिएँ हो के मिलाएको थिएँ यहाँ हेर्नु त Earlier that day नानी के गरेको जाउँ न एउटा सानो काम छ अब यो कुनामा छिटो इसी गर ल अम्बो थ्याङ्क यू सो तेतेली हुन्छ 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 Same day for the second time भाइ इसिया लाग्छ आइ छैन आइज न एकछिन मुत न एकछिन प्लिज ए दुईजना भयो आइज न मुत त प्लिज यता आइज यता आइज यता आइज यता आइज यता आइज पाक्कु यता मुत अब अझै थुकी पनि दे आइज भाकु तँ पनि मुत थुकिम दे स्याबास मुच्च किन चाहिएको काम छ यस तेरा त कडा पो चाहियो अरे अब चाहिँ योपालि चाहिँ हाम्रै मुत हालिदिउँ ल